सम्पूर्ण मण्डली परिवारलाई चाहिँ मसी परमेश्वरलाई महिमा भएको होस्। विशेष यो बिहानीको समय मण्डली परिवारलाई वचनबाट केही कुराहरू उत्साह गर्न मलाई एकदमै मन लागिरहेको थियो। यो धेरैचोटि भइसक्यो मैले यो वचनबाट मण्डलीलाई केही कुराहरू भन्दै गरेको, अनि हिजो पनि हामीले हाम्रो प्रार्थनामा यो वचनबाट केही कुराहरू हेरिरहेका थियौँ। अनि यो बिहानी विशेष यो भिडियो रेकर्डिङ गर्दै गर्दाखेरि यो वचनबाट फेरि पनि म तपाईँलाई उत्साह गर्न चाहन्छु। यहाँ तपाईँलाई थाहा छ हिब्रू 11को 1 पदमा हिजो पनि मैले यो प्रचार गरिरहेको थिएँ। आज पनि म केही कुराहरू भन्न चाहन्छु। अब विश्वास चाहिँ आशा राखेको कुराको निश्चय र नदेखेको कुराको दृढ भरोसा हो, किनकि यसै विश्वासद्वारा प्राचीन मानिसहरूलाई परमेश्वरले ग्रहण गर्नुभयो। यहाँ विश्वासको विषयमा कस्तो बलियो कुरा लेखेको छ। जब हामी हिब्रूको पुस्तक 11 अध्याय हामी सम्पूर्ण 11 अध्यायलाई पढ्छौँ भनेदेखिलाई विभिन्न विश्वासको नायकीहरूको विषयमा लेखेको छ। अनि यो सुरुमा के लेखेको छ भने विश्वास चाहिँ आशा राखेको कुराको निश्चय र नदेखेको कुराको दृढ भरोसा हो। अब यहाँ यस्तो प्रकारको कुरा भन्दैछ जुन कुरा चाहिँ आशा राखेको छ, आशा राखेको पनि यस्तो खालको कि त्यो हुन्छै हुन्छ भनेर निश्चय, अनि नदेखेको कुराको दृढ भरोसा चाहिँ जुन कुरामाथि चाहिँ हामीले देखेकै छैनौँ तर हुन्छै हुन्छ भनेर आशा राखेका छौँ, त्यसलाई चाहिँ विश्वास भनिन्छ भन्ने प्रकारको कुरा चाहिँ हामी पाउँदछौँ। यी दिनहरूमा मण्डलीमा मैले विश्वासको विषयमा अनि घोषणाको विषयमा, वचनलाई पत्याउनुपर्छ भन्ने विषयमा, अनि हामी आशिषित छौँ, हामी परमेश्वरका निजी छोराछोरी हौँ भन्ने विषयमा मैले धेरै प्रचार गरिरहेको छु। अनि यी दिनहरूमा यो प्रचार किन हुन प्रभुले मलाई दिँदै हुनुहुन्छ भनेर भन्दै गर्दाखेरि परमेश्वरले हामीलाई साह्रै माया गर्नुहुन्छ, परमेश्वरले हामीलाई साह्रै प्रेम गर्नुहुन्छ। अनि दोस्रो कुरो चाहिँ के हो भन्दाखेरि परमेश्वरसँग चाहिँ तपाईँ र मेरो लागि चाहिँ विशेष योजना छ। अनि परमेश्वरले हामीलाई विश्वासको मापदण्डमा उठ्न सिकाउँदै हुनुहुन्छ, विश्वासको मापदण्डमा हामी माथि उचालिन प्रभुले हामीलाई सिकाउँदै हुनुहुन्छ। जबसम्म हामी त्यो लेभलमा उठ्दैनौँ, जबसम्म हामी त्यो लेभलमा माथि पुग्दैनौँ, हाम्रो जीवनबाट परमेश्वरको योजना पुरा हुन निकै गाह्रो पर्छ। यस कारणले गर्दामा प्रभुले हामीलाई उहाँले के चिनाउँदै हुनुहुन्छ भने त्यो चाहिँ तिमीहरू चाहिँ मेरो सन्तान हौ। पर्सनली भन्नुपर्दा तँ मेरो सन्तान हो प्रभुले भन्दै हुनुहुन्छ। दोस्रो कुरो के भन्दै हुनुहुन्छ, तँ चाहिँ आशिषित छस्, आशिषित छस्। तेस्रो कुरो तँसँग चाहिँ परमेश्वरको विशेष योजना छ। यो विषयमा मैले थुप्रैचोटि यो 3वटा विषयहरूलाई लिएर मैले वचन प्रचार गरेको छु। अनि अर्को कुरो चाहिँ तेरो जीवनमा म प्रतिको विश्वास चाहिँ कत्रो छ। प्रभुले यो कुराहरूतिर हाम्रो मण्डललाई बढ्न दिँदै हुनुहुन्छ। हामी परमेश्वरको सन्तान हौ है, हामीलाई परमेश्वरले साह्रै धेरै माया गर्नुहुन्छ। परमेश्वरको योजना चाहिँ हाम्रो जीवनमा चाहिँ विशेष योजना, पर्सनली है, व्यक्तिगत रूपमा चाहिँ परमेश्वरको योजना महान छ भनिसकेपछि चाहिँ हाम्रो जीवनमा हाम्रो विश्वासको मापदण्ड चाहिँ कत्रो छ। हामीले परिवारहरूलाई हेर्छौँ, परमेश्वरले प्रेम गरेको परिवार लथालिङ्ग छ। परमेश्वरको योजना बोकेको परिवार है, परमेश्वरको विशेष योजना बोकेको परिवार, परमेश्वरले प्रेम गरेको परिवार चाहिँ के छ, लथालिङ्ग अवस्थाहरूमा छ। अब के परमेश्वरको योजना र परमेश्वरको इच्छामा भएको परिवारहरू यस्तो हो त? तपाईँलाई म एउटा कुरा भनिदिउँ, जहाँ लथालिङ्ग अवस्थाहरूमा हामी बाँचिरहेका छौँ, जिरहेका छौँ नि, त्यो भित्र चाहिँ परमेश्वरले विशेष योजना बनाउनु भएको छ। अलरेडी स्ट्रक्चर मिलेको घरलाई अझै दामी बनाउने कुनै योजना हुन्छ र? हुँदैन नि है। र योजना चाहिँ त्यो घरलाई बनाइन्छ जब त्यो घर लथालिङ्ग छ। बनाउनु पर्छ भन्ने प्रकारको कुरो चाहिँ त्यो घरलाई सोचिन्छ। अनि परमेश्वरले पनि तपाईँ र मेरो जीवनमा विशेष योजना राख्नु भएको छ। यो बिहानीको समय म तपाईँलाई उत्साह गर्न चाहन्छु। अनि त्यो योजनाभित्र चाहिँ हाम्रो विश्वासको मापदण्ड के पुगिरहेको छ। बाइबलको वचनले के भन्दछ भने विश्वास चाहिँ आशा राखेको कुराको निश्चय र नदेखेको कुराको दृढ भरोसा। भरोसा पनि यस्तो खालको भरोसा र दृढ हुन्छै हुन्छ। इम्पोसिबल लागेका कुराहरूमाथि वचनले भनेको कुरो चाहिँ हुन्छै हुन्छ। त्यो चाहिँ भरोसा क्या, त्यो भित्रबाटको भरोसा।
है। निश्चय यस्तो खालको निश्चयता कि मैले जे कुराको आशा राखेको छु, मेरो परिवारमा यस्तो कुरा हुन्छ, मेरो घरमा यस्तो कुरा हुन्छ, मेरो जीवनमा यस्तो कुरा हुन्छ, मेरो समाजमा यस्तो कुरा हुन्छ, मेरो मण्डलीमा यो कुरा हुन्छ, हामीले जुन आशा राखेका छौँ नि परमेश्वरमाथि एउटा आशा बोकेर त आएका छौँ नि त है। त्यो आशा राखेको कुरामा हामी के निश्चय छौँ? हामी 100% हुन्छ भन्ने कुरामा निश्चित छौँ? तपाईँलाई उत्साह गर्न चाहन्छु, निश्चित छैनौँ कतिचोटि। मेरो परिवारमा यस्तो कुरा हुन्छ भन्ने कुरामा कतिचोटि हामी निश्चित छैनौँ। हाम्रो पुरानो एक्सपिरियन्स, पुरानो अनुभवहरू छ, दुःख दिएको अनुभवहरू छ, परिस्थिति परेको अनुभवहरू छ, विभिन्न कुराको अनुभव छ नि त हाम्रो जीवनमा। त्यसले चाहिँ हामीलाई के गरेर चाहिँ थिचिरहेको छ, खाइरहेको छ। अनि हामी आशा त राख्छौँ तर खोक्रो आशा राखिरहेका छौँ, खोक्रो। आज बिहानीकोसम्म म के भन्न चाहन्छु भनेदेखिलाई नि हाम्रो खोक्रो आशा राख्न बन्द गरौँ, तर सलिड आशा राखौँ, यस्तो खालको आशा राखौँ है। खोक्रोको उदाहरण, सानो उदाहरण दिन चाहन्छु। पहाडमा तपाईँको कुन समयमा भनेदेखिलाई दसैँ तिहार काटिसकेपछि अक्टोबर नोभेम्बरहरूको समयहरूमा सुन्तला फल्ने गर्छ, सुन्तला है। अनि त्यो सुन्तला मधेस आइसकेपछि कोल्ड स्टोरमा राखेर जुन जुलाईको टाइममा पनि पाउँछ। अनि त्यो पहाडमा फलेको सुन्तला, अक्टोबर नोभेम्बरमा फलेको सुन्तलालाई टिपेर जब हामी खान्छौँ यति साह्रो स्वादिष्ट, यति साह्रो असल पाउँछौँ। तर अक्टोबर नोभेम्बरमा फलेको सुन्तला चाहिँ जुन जुलाईमा पाउँछ नि, जुन चाहिँ त्यो किनेर हामी जब त्यो खान्छौँ नि हामी खोक्रो पाउँछौँ क्या, भित्रबाट खक्रक्क भएको, त्यो भित्रको अलिकति सुकेको, चाउरी परेको, मुर्जाको, रस एकदमै नभएको घिनलाग्दो पाउँछौँ। योबाट म के उदाहरण दिन चाहन्छु, रस पनि छ, सबै कुरो छ नि, तर त्यो फ्रेस र त्यो 6 महिना 7 महिना 8 महिना पछाडिको फलको डिफ्रेन्सेस हामी कति पाउँछ। हाम्रो जीवनमा त्यस्तो छ क्या, त्यो प्रकारको आशा छ क्या हाम्रो जीवनमा, खोक्रो आशा। मैले भन्न खोजेँ मसँग छ त आशा, बाइबल पढेर पत्याइरहेको छु, घोषणा गरेर छु, खै। तर आजको दिन हामीले सोलिड आशा राख्ने बेला आएको छ, एकदमै सोलिड आशा राख्ने बेला आएको छ। अनि नदेखेको कुराको दृढ भरोसा, तपाईँले जे देख्नु भएको छैन नि त्यो देखिसके भन्ने भरोसा चाहिँ आफ्नो जीवनमा हुन सक्नु पर्यो क्या। मैले देखिसकेँ, हुन्छ मेरो परिवार, मैले बोलेको कुरा पुग्छ, मैले देख्न सुरु गर्नुपर्छ। सानो कुरा देख्दै गर्दा ठुलो प्यानिक हुन्छ हामी क्या, अलिकति अत्तालिहाल्छौँ हाम्रो जीवनमा। अत्तालिने बानी एकदमै खराब बानी हाम्रो जीवनमा। अनि सानो कुरा आउँछ घरमा, भइरहेको हरेक दिन त्यो भइरहेको घटनालाई देख्दै गर्दाखेरि, उदाहरणको निम्ति भन्नुपर्दाखेरि है, कस्तो उदाहरण दिउँ तपाईँलाई, हाम्रो जीवनमा नि परिस्थिति परिरहेको हुन्छ, जुन त हरेकपल्ट पैसा रुपियाँको खाँचो परिरहेको हुन्छ, आवश्यकता परिरहेको हुन्छ। यो हरेकपल्ट यस्तो बाटोबाट गएर हरेकपल्ट त गइरहेको छौँ, खै भनेको पकाएको त्यो पकाएको हाम्रो जीवनमा भइरहेको छ। परिवारभित्र विभिन्न पाएको अवस्थाहरू छ हाम्रो परिवार। मैले नाम लिँदै गयो भने थुप्रै परिवारहरू यस्तो यस्तो घटनाहरूबाट, यस्तो यस्तो स्थितिहरूबाट जुझेर गइरहेको छ भन्न सक्छु म यहाँबाट। तर हामीले जे कुरा देख्ने इच्छा गरेका छौँ त्यो देख्न थालेका छौँ कि हाम्रो परिवारमा देख्न थालेका छौँ, भरै काम बिगारिहाल्छ। प्रशस्तता देख्न थालेछ, भरै घरि कमी देख्छ होइन। राम्रो कुरो देख्ने इच्छा गरेको छ, भरै हुँदैन, त्यो कुरा भरै हुँदैन। आजको दिन म के भन्छु, भरै हुँदैन, तपाईँको भोलि पनि हुँदैन, पर्सि पनि हुँदैन। तर हामीले नदेखेको कुराको दृढ भरोसा, त्यो दृढ भरोसामा चाहिँ हामी अडिरह्यौँ भनेदेखिलाई चाहिँ नि एउटा टाइम आउँदैछ परमेश्वरले हामीलाई नै त्यो कुराहरू देख्न दिनुहुनेछ। अनि हामी भन्न सक्छौँ विजयी जीवन जिउने इसाई हो म, परमेश्वरले मलाई विजय दिनुभएको छ। परमेश्वरको राज्यमा चाहिँ विजय पनि छ भनेर हामीले अरूलाई भन्न सक्छौँ क्या। आजको बिहानीको समय यो वचनबाट म तपाईँलाई उत्साह गर्दै गर्दाखेरि, किनकि यसै विश्वासद्वारा प्राचीन मानिसहरूलाई परमेश्वरले ग्रहण गर्नुभयो। के ती व्यक्तिहरूलाई ग्रहण गर्नु भएन? यहाँ थुप्रै व्यक्तिहरूको विषयमा लेखेको छ, हाबिलदेखिको लिएर आएर है अब्राहमको सम्पूर्ण सन्तानहरूको विषयदेखिको लिएर आएर मूसादेखिको लिएर सबै विषयमा, मान्छेको विषयमा हामीले यो कुरा पाउँछौँ। कसरी विश्वास गरे, कतिको दृढ भरोसा गरे। आज हाम्रो भरोसा कत्रो छ?
हाम्रो विश्वास कत्रो छ। यो बिहानीको समय छोटकरीमा है यो वचनलाई प्रचार गर्दै गर्दा म के भन्न चाहन्छु भनेदेखिलाई विश्वास चाहिँ आशा राखेको कुराको निश्चय र नदेखेको कुराको भरोसा हो। आशा राखेका छौँ हामीले, थाहै छैन त्यो पुरा हुन्छ कि हुँदैन भन्ने अवस्थामा होइन, तर हुन्छ, निश्चय छ। मैले देखेका कुरा, त्यो मैले आशा राखेको कुरा चाहिँ निश्चय हुन्छै हुन्छ। नदेखेको, अब त्यो अगाडि देखेकै छैन त्यो रिजल्ट, आशा त राख्यौँ, रिजल्टै छैन, वर्षौँ भइसक्यो। गनगनले चाहिँ नि कति परसम्म हाम्रो आशालाई, हाम्रो भरोसालाई ठेलिसक्यो, हामीलाई थाहै छैन, पत्तै छैन। गनगनाइरहेका छौँ, रिसाइरहेका छौँ, खै त भनिरहेका छौँ है, उफ्रिरहेका छौँ, खै त पासै हुँदैनस् है, तेरो जीवनमा सक्सेसै छैन, उफ्रेका छौँ। हाम्रो दृढ भरोसा कहाँ गयो? बाइबलको वचनले यो कुराहरू सिकाइरहेको छ। हाम्रो दृढ भरोसा गर्नुपर्छ। हुन्छ, मैले नदेखेको कुरा देखेको छुइनँ होला आज, तर म हेर्न थाल्छु प्रभुले पुरा गर्नुहुन्छ। जब हामी यो प्रकारले हेर्छौँ भनेदेखिलाई परमेश्वरले हाम्रो जीवनमा ठुलो महिमाको कुराहरू देख्न दिनुहुनेछन्। महिमा के हो भनेर हामीले थुप्रैचोटि प्रश्न गर्ने गर्छौँ है, थुप्रैचोटि प्रभुको दासहरूबाट महिमा यो हो त्यो हो भन्ने कुरा हामीले सुन्छौँ, तर हाम्रो आँखाले आफ्नै परिवारमा, आफ्नै जीवनमा त्यो महिमालाई देख्ने अवसर पाउँछौँ अनि हामीलाई थाहा हुनेछ महिमा चाहिँ यो रहेछ। यो बिहानीको समय प्रचार भएको यो वचनमा परमेश्वरले हरेक विश्वासीलाई आशिष दिउन्। तपाईँ सुनेर आशिषित हुनुहुनेछ भन्ने विश्वास राख्दै यो वचनलाई यहीँ बन्द गर्न चाहन्छु। सानो प्रार्थना गर्न चाहन्छु। प्रभुजी, यो वचन प्रचार भएको छ अनि मण्डलीमा भएका जो पनि छोराछोरीले वचनलाई सुन्छन्, म प्रार्थना गर्दछु उनीहरूको जीवन आशिषित हुन सकेको होस्। उनीहरूलाई तपाईँ परमेश्वरले सहायता गर्नुहोस्। तपाईँको वचनले भन्नुहोस् विश्वास चाहिँ आशा राखेको कुराको निश्चय र नदेखेको कुराको दृढबाट छ। आशा राख्न, अनि त्यो आशा पनि निश्चय हुन्छै हुन्छ भन्ने आशा राख्न, अनि रिजल्ट देखाइ परेको छैन आशा राख्दा पनि, तर दृढ भरोसाको जग गाडेर अडिग रहेर रहनलाई तपाईँको वचनमा साँच्चै नै बाबु गहिरो रूपले भित्र पसेर बाबु तपाईँ परमेश्वरमा बाबा विश्वास गर्नलाई बाबा तपाईँ परमेश्वरले सहायता गर्नुहोस्। यो प्रकारको विश्वास तपाईँले खोज्दै हुनुहुन्छ। यो विश्वासमा हाम्रो मण्डली अपरेट हुनलाई, बढ्नलाई, वृद्धि हुनलाई बाबा तपाईँ परमेश्वरले सहायता गर्नुहोस्। धन्यवाद। यीशु ख्रीष्टको नाममा।